हाम्रो बालन दाइ, रवि दाइ लगायत सबै टिमहरूलाई धेरै धेरै शुभकामना छ। अबका दिनहुँदी राम्रो हुन्छ भन्ने सबैले आशा गरेका छौँ। धेरै समयपछि जनताको मुहारमा खुसी आएको छ है। त्यो खुसीलाई बरु बढ्दै बढ्दै जाओस् त्यो खुसी, कहिले नघटोस् है। हजुरहरूसँग धेरै आशा, धेरै विश्वास गरेका छन् जनता लगायत सबैले, देश विदेश बस्नुभएका सबैजनाले। त्यही भएर सबैले तपाईँहरूलाई साथ सपोर्ट गर्नुभएको छ है। अनि हिजो अस्ति 23 र 24 गते घटनाहरू भयो नि, त्यो घटनाहरूले पनि धेरैलाई असर गरेको छ है। त्यही भएर उहाँहरूको बलिदान खेर नजाओस्। भाइ बहिनीहरूले रगत बगाएका छन्, सधैँको लागि त्यागेर गएका छन् देशको लागि। कतिको काखै रित्तिएको छ, कसैको वंशै उजाडिएको छ। त्यो सबै हेर्नुपर्छ। कति आमाको दाजुभाइ दिदीबहिनीका कति भाइ बहिनीहरू गएका छन्।